नमस्कार। सदा चाहिँ आज पनि यहाँहरूलाई लोकसेवा परीक्षा अन्तर्गत नेपाल प्रहरी जवान पदको लिखित परीक्षा अन्तर्गत रहेर विशेष गरी यो अब्जेक्टिभ नेपाल प्रहरी सेवासँग सम्बन्धित 10 नम्बर र सामान्य ज्ञानतर्फ रहेर 10 नम्बर 20 अङ्कको हामी थोरै छलफल गर्छौँ। यसमा यी मैले दिएका प्रश्नहरू वास्तवमा संवेदनशील छन्, महत्त्वपूर्ण छन्, ताकि यी प्रश्नहरू 101% सम्भावित प्रश्नहरू पनि छन् र यो समसामयिक छन्। यहाँ केही राजनीतिक प्रश्नहरू पनि मैले राखेको छु, केही खेलकुदसँग सम्बन्धित प्रश्नहरू पनि राखेको छु र केही सेवासँग सम्बन्धित रहेर प्रश्नहरू पनि राखेको छु। यहाँहरूले ध्यानपूर्वक यो भिडियोहरू हेर्नुहोला र विशेष गरी यहाँहरूलाई मैले अगाडि बढाउँ। तपाईँ नेपालमा रहेर नेपाल सरकारको एउटा सङ्गठन नेपाल प्रहरीमा जोइन खोज्दै हुनुहुन्छ भने तपाईलाई नेपालको समग्र आर्थिक, सामाजिक, राजनीतिक घटनाक्रमहरू, व्यक्तित्वहरूको बारेमा जानकारी राख्न आवश्यक छ देखिन्छ र त्यही पेरिफेरीमा रहेर तपाईहरुलाई क्वेशन सोधिन्छ। त्यसकारणले पनि मैले त्यो ढङ्गबाट क्वेशन सेलेक्सन गरेको कारणले यी प्रश्नहरू पक्कै पनि महत्त्वपूर्ण छन्। हामी जाउँ प्रश्न नम्बर 1 मा। प्रश्न नम्बर 1 मा हालका राष्ट्रपति को हुनुहुन्छ भन्दा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल। मैले तपाईहरुलाई भन्ने गर्छु किनभने परीक्षा हो, निश्चित समय हुन्छ, थोरै समयमा तोकिएको समयमा जसले राइट एन्सर लेख्न सक्छ त्यो व्यक्ति नै सेलेक्सनको भागीदार हुन्छ। त्यसकारणले मैले भने तपाईले यही प्रश्नको उत्तरको विभिन्न ढाँचामा दिया हुन्छ। जस्तो क मा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल भन्ने हुन्छ, ख मा राष्ट्रपति रामचन्द्र पौडेल, ग मा रामचन्द्र पौडेल मात्रै पनि हुन सक्छ। अब तपाईलाई लाग्न सक्ला रामचन्द्र पौडेल भन्ने चाहिँ राष्ट्रपति भन्ने थाहा थियो, तर तपाईलाई कसरी लेख्ने भन्ने कुरा थाहा भएन। अब कन्फ्युज भयो एक्जाममा कसलाई सोध्ने भन्दा त्यसकारणले तयारी गर्दै तपाईले के गर्नु पर्यो त भन्दा नेपालमा बिग 6 व्यक्तित्वहरू छन्, उहाँहरूको अगाडि सम्माननीय हुन्छ। जस्तो राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, यी 6 वटा व्यक्तिका अगाडि सम्माननीय पद चाहिँ राखिन्छ। त्यसकारणले तपाईले जान्नु पर्यो अब के त भन्दा यी 6 वटा व्यक्तिहरू आयो भने अगाडि सम्माननीय हुन्छ, त्यसपछि पद हुन्छ अनि नाम हुन्छ। त्यसरी तपाईले आन्सर सेलेक्सन गर्नुपर्ने हुन्छ नम्बर 1 मा। नम्बर 2 प्रश्न नम्बर 2 मा जाउँ। हालको उपराष्ट्रपति को हुनुहुन्छ? सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव हुनुहुन्छ। प्रश्न नम्बर 3 हालको प्रधानमन्त्री को हुनुहुन्छ? सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ। त्यसैगरी तपाईहरुसँग अलिकति सम्बन्धित पनि छ, मैले तपाईहरुलाई देखाउन खोजेको कुरा यहाँनिर हेर्नुस् त। हालको गृहमन्त्री को हुनुहुन्छ भन्ने प्रश्न अलि बढी महत्त्वपूर्ण छ तपाईहरुलाई, किनभने प्रहरी संगठन गृह मन्त्रालयको प्रत्यक्ष मातहतमा रहने संगठन भएको कारणले गर्दा हालको गृहमन्त्री को हुनुहुन्छ भन्दै गर्दाखेरि माननीय रमेश लेखकज्यू हुनुहुन्छ। त्यो त्यहाँनिर मिस्टेक हो, लेखक मात्रै हुनुहुन्छ। त्यसैगरी प्रश्न नम्बर 5 मा नेपालको हालको नेपाल प्रहरीको प्रहरी महानिरीक्षक को हुनुहुन्छ भन्दाखेरि प्रहरी महानिरीक्षक दीपक थापाज्यू हुनुहुन्छ। तपाईको प्रहरी महानिरीक्षकज्यू माने त्यहाँ झुक्काइदिन सक्छ, दीपक थापा हैन, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा, प्रहरी महानिरीक्षक दीपक थापा भन्ने प्रश्न पनि हुन सक्छ। त्यस्तो अवस्थामा चाहिँ यसैगरी तपाईले अब प्रहरी महानिरीक्षक दीपक थापाज्यू भनेर भन्न पर्यो। फेरि दीपक थापाज्यू भनेर जोडिन नआउन सक्छ है, त्यो दीपक थापाज्यू नहुन सक्छ। त्यस्तो अवस्था तपाईले हेर्नु पर्यो। त्यसैगरी उहाँ 31औं प्रहरी महानिरीक्षक हुनुहुन्छ। हालको प्रहरी महानिरीक्षक कतिऔं भनेर सोध्दाखेरि प्रश्न आउन सक्छ, त्यसरी जानु पर्यो। उहाँ कहिले नियुक्ति हुनुभएको भन्ने यो समसामयिक विषयवस्तु हो है। हालसालै मिति 2081 साल 12 महिना 4 गते उहाँले नियुक्ति पाउनुभएको। त्यसैगरी अहिले चाहिँ प्रश्न नम्बर 7 मा हेर्न सक्नुहुन्छ। नेपाल प्रहरीको पहिलो प्रहरी महानिरीक्षक हैन, प्रहरी महानिरीक्षक तोरण शमशेर जवराज्यू हुनुहुन्छ। प्रश्न नम्बर 8 मा जान सक्नुहुन्छ। प्रहरी जवान पदको लागि अन्तिम उमेर कति हुने व्यवस्था रहेको छ भन्ने प्रश्न हुन सक्छ। 23 वर्ष ननागेको, तल्लो उमेर चाहिँ 18 वर्ष कम्प्लिट भएको हुनुपर्छ, माथिल्लो उमेर चाहिँ 23 वर्ष ननागेको हुनुपर्छ हैन। शैक्षिक योग्यताको हकमा 8 पास गरेको हुनुपर्छ। यस्ता कुराहरू चाहिँ तपाईले नर्मली जानकारी राख्नु भइसक्यो, किनभने लिखितको तयारीमा आउनुभएका साथीहरूलाई यो जानकारी पक्कै पनि छ। प्रश्न नम्बर 9 मा नेपाल प्रहरीमा 2 वटा समूह छ, जस्तै एउटा जनपद प्रहरी र अर्को चाहिँ नि प्राविधिक प्रहरी हैन।
जनपद प्रहरी झुकिनु नहुन्छ है, जहिले पनि दुईटा भनेर जान्नुहोस् हैन। जनपद प्रहरी र प्राविधिक प्रहरी, प्राविधिक समूह अन्तर्गत तपाईँ सञ्चार टेक्निसियन इन्जिनियर डाक्टर यो प्राविधिक लाइन भयो। जनपदतर्फ तपाईँ जानुहुन्छ त ट्राफिक देख्नुहुन्छ, सामुदायिक प्रहरी देख्नुहुन्छ, पर्यटक प्रहरी देख्नुहुन्छ, अपरेसनमा खटेको प्रहरी देख्नुहुन्छ हैन। तपाईँले चाहिँ अपराध अनुसन्धानमा खटेको प्रहरी देख्नुहुन्छ, उहाँ जनपद प्रहरी हुनुहुन्छ। यसरी जानुहोस्। अब प्रश्न नम्बर 10 ले के भन्यो त भन्दा नेपालमा दुईवटा श्रेणी छन्। एउटा नेपाल प्रहरीमा नर्मल्ली सामान्यतया कर्मचारीको एउटा सिस्टम सबैतिर त्यस्तै फलो हुन्छ, राजपत्र अङ्कित र राजपत्र अनङ्कित भन्ने हुन्छ। दुईटा श्रेणी छन्। अब राजपत्र अनङ्कितमा चाहिँ तपाईँको प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्म राजपत्र पत्राङ्कितमा पर्ने भयो। राजपत्र अनङ्कितमा चाहिँ तपाईँको जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्म पर्छ। त्यसै गरी प्रश्न नम्बर 11 मा तपाईँ जान सक्नुहुन्छ। प्रश्न नम्बर 11 मा त्यहाँनिर तपाईँले पाउनुहुन्छ तपाईँको यहाँ जानुभयो भने तपाईँले सामान्यतया यो श्रेणीहरूको बारेमा त्यहाँनिर दिएको छ र तपाईँहरूलाई मैले अलिकति थोरै जोडौँ। नेपाल प्रहरीमा 14वटा दर्जा र 15वटा पदको व्यवस्था छ। प्रहरी महानिरीक्षक प्रहरी कार्यालय सहयोगी श्रेणी बिनको रूपमा लिइन्छ भने पद भने चाहिँ प्रहरी कार्यालय सहयोगी भनेर भनिन्छ। तपाईँ नझुकिनु होला। दर्जा भन्यो भने राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी 14वटा हुने भयो। दर्जा छुट्यायो, त जवान होस् तेरो काँधमा रिबन हुन्छ भन्ने भयो हैन। यसरी बढ्दै जाने भयो। अब तपाईँ श्रेणीबिन पद भन्यो भने जस्तो खाना बनाउने, झाडु लाउने अथवा सरसफाई गर्न कार्यालय सहयोगी रूपमा लिनु नियुक्ति हुनुभएकोलाई चाहिँ उहाँहरूको पनि त पद हो नि त, प्रहरी कार्यालय सहयोगी भन्ने हो नि त। त्यस कारणले पद भनेर आयो भने 15 भन्ने ढङ्गबाट जानु पर्यो। हालको गृह सचिव को हुनुहुन्छ भन्यो भने गृह सचिव गोकर्णमणि दुवाडी हुनुहुन्छ। मान्य हुँदैन कहिले पनि कर्मचारीको हकमा हैन। गृह सचिव उहाँ विशिष्टकृत श्रेणीमा हुनुहुन्छ, राजपत्राङ्कित विशिष्ट श्रेणीमा हुनुहुन्छ। त्यसै गरी तपाईँ जान सक्नुहुन्छ प्रहरी नियमावली 2071 को कुन परिच्छेद दफा र अनुसूचीमा प्रहरी कार्यालय प्रमुख रहने व्यवस्थाहरू भनेर त्यहाँ आयो भने त्यो परिच्छेद 2 दफा 8 अनुसूची 2 मा रहने व्यवस्था भनेर गर्न सकिनु हो। प्रहरी नियमावली 2071 को कुन सूचीमा राजपत्राङ्कित र राजपत्र अनङ्कित दर्जानी चिन्ह सम्बन्धी व्यवस्था गरेको छ भने अनुसूची 22 मा त्यो व्यवस्था गरिएको छ। इक्जामको दृष्टिकोणले सर्ट प्रश्नमा तपाईँहरू एकदम बहुत चाहिँ इम्पोर्टेन्ट छ। हेर्नुहोस् है, तपाईँ प्रहरी जवानमा आउँदै हुनुहुन्छ, प्रहरी जवान चाहिँ कुन चाहिँ श्रेणी अन्तर्गत पर्छ भनेर प्रश्न सोध्न सक्छ कहिलेकाहीँ। तपाईँ राजपत्र अनङ्कितको 4थ श्रेणीमा पर्नुहुन्छ है। त्यस कारणले त्यो आफ्नो पद कुन पदको लागि लडिरहनु भएको छ त्यही पदको बारेमा सोधिन सक्छ, ध्यान राख्नु होला। प्रश्न नम्बर 15 ले के भन्छ, नेपाल प्रहरी प्रधान कार्यालयको प्रमुख को हुनुहुन्छ भन्ने प्रश्न आयो है। प्रहरी महानिरीक्षक हुनुहुन्छ, जोमा प्रहरी महानिरीक्षक हुनुहुन्छ उहाँ नै प्रहरी प्रधान कार्यालयको चाहिँ प्रमुख रहने व्यवस्था छ। प्रदेश प्रहरी कार्यालयको प्रमुख रहने प्रहरी नायब महानिरीक्षकज्यू हुनुहुन्छ, डिआइजी साहब हुनुहुन्छ। त्यसै गरी 17 नम्बर प्रहरी जवान पदमा भर्ना हुन न्यूनतम कति उमेर अहिले मैले छलफल गरेँ 18 वर्ष पुरा भएको हुनुपर्छ। जवानबाट कुन पदमा बढा हुन्छ, प्रहरी हल्दार भन्ने हुन्छ धेरैको मनमा, तर प्रहरी सहायक हल्दार अहिले पछिल्लो समयमा तपाईँले देख्नु भएको छ। प्रहरी हल्दार पनि प्रहरी सहायक हल्दार, प्रहरी वरिष्ठ हल्दार भनेर चाहिँ 3टा क्याटेगोरीमा छ हैन। हुन त हल्दारै हो, एउटै श्रेणी हो राजपत्र अनङ्कित तपाईँको चाहिँ नि हैन। तपाईँको हल्दार भनेपछि केमा पर्नुभयो त हैन। तपाईँ जस्तो 4थ जवान पर्नुभयो भने तृतीयमा के पर्नुभयो त हल्दार पर्नुभयो हैन। द्वितीयमा तपाईँको प्रशासनिक दर्जा पर्छ, प्रथममा चाहिँ प्रनानी र वरिष्ठ प्रनानी पर्नुहुन्छ। यो पनि तपाईँले जान्नुपर्छ। र नेपाल प्रहरीमा कति किसिमको विधा पाइन्छ, 8 किसिमको पाइन्छ। विधा सम्बन्धी व्यवस्था नेपाल प्रहरी नियमावली 2071 को परिच्छेद 8 मा व्यवस्था गरिएको छ। तपाईँलाई कहिलेकाहीँ प्रश्न त्यो पनि सोधिन सक्छ हैन। यसरी जानु होला। विधा 8 प्रकारको हुन्छ। तपाईँको त्यहाँ घर विधा हुन्छ, बिरामी विधा हुन्छ, भइपरि आउने विधा हुन्छ, क्रिया विधा हुन्छ, प्रसूति विधा हुन्छ, प्रसूति स्याहार विधा हुन्छ, सट्टा विधा हुन्छ, अध्ययन विधा हुन्छ। यसरी विधाहरू तपाईँले दिइरहेको हुन्छ। घर विधा सामान्यतया तपाईँले 30 दिन पाउनुहुन्छ, भइपरि आउने विधा 12 दिन पाउनुहुन्छ, त्यो एकैपटक लिन पाउनुहुन्न। सट्टा विधा 7 दिन पाउनुहुन्छ, क्रिया विधा 15 दिन पाउनुहुन्छ, प्रसूति स्याहार विधा 15 दिन पाउनुहुन्छ। त्यसै गरी प्रसूति विधा चाहिँ 98 दिन पाउनुहुन्छ। अध्ययन विधा जानको लागि विशेष गरी तपाईँको जागिर अवधि 6 वर्ष पुगेको हुनुपर्छ हैन। त्यसपछि तपाईँलाई त्यहाँ निश्चित शर्त हुन्छ, तपाईँ 6 वर्ष कम्प्लिट हुनु पर्यो, नेपाल सरकारले तपाईँलाई सिफारिस गर्नु पर्यो
हैन, तपाईँ तलब खानी गरी या नखानी गरी कुन ढङ्गबाट तपाईँलाई अध्ययन बिदा दिने हो त्यो पनि निर्णय गर्नु पर्यो। यस्ता प्रश्नहरू त्यहाँनिर सोध्न सक्छ। तपाईँले अलिकति ध्यान दिएर हेर्नुहोला बिदा सम्बन्धी। त्यसै गरी प्रहरी जवानले तलका मध्ये कुन काम चाहिँ गर्नुपर्दछ भन्यो? जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, प्रहरी चौकी, माथिको सबै भन्यो। सबै कार्यालयमा प्रहरी जवानले काम गर्नुपर्छ। प्रहरी जवान जुनसुकै कार्यालयमा पनि हुन्छ हैन। जवान भनेको त एउटा पिलर हो साथी हो। जवान पिलर बिनाको घर सम्भव छ? छैन नि त। हो, त्यसकारणले जवान भनेको पिलर हो, पिलर जहाँ पनि हुन्छ हैन। त्यसकारणले यस्ता प्रश्नहरू आयो भने तपाईँले त्यसरी कमन सेन्स लाउनुपर्छ। त्यसै गरी प्रश्न नम्बर 21 मा जान सक्नुहुन्छ। खुकुरी डन्डा क्रसमाथि एक तारा प्रहरीको कुन दर्जा हो भनेर प्रश्न सोध्न सक्छ। प्रहरी निरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक, माथिको मध्ये कुनै पनि होइन भन्ने हुन्छ। खुकुरी डन्डा क्रसमाथि एक तारा भनेको के हो त? तपाईँले नर्मल्ली हेर्नु पर्यो दर्जानी चिन्हमा। प्रहरी इन्सपेक्टर भने खुकुरी डन्डा क्रस हो। प्रहरी नायब उपरीक्षक भनेको खुकुरी डन्डा क्रसमाथि एक तारा हुन्छ। हामीले गको एन्सरलाई राइट भन्न सक्छौँ। त्यसै गरी जेब्रा क्रसिङ भन्नाले के बुझ्नुहुन्छ भन्ने प्रश्न हुनसक्छ। जेब्रा क्रसिङ भन्नाले पैदल बाटो काट्ने ठाउँ हो भन्ने ढङ्गबाट तपाईँले ककै एन्सरलाई राइट मान्न सक्नुहुन्छ। यसरी जानुहुन्छ। ट्राफिक लाइट रातो बत्ती बल्दा सवारी चालकले के गर्नुपर्छ? रोक्नु पर्दछ। त्यो पनि ककै एन्सर ठिक छ हैन। त्यसै गरी 24 नम्बरमा तपाईँ जान सक्नुहुन्छ। नेपाल प्रहरी प्रधान कार्यालय कुन ठाउँमा पर्दछ? काठमाडौँको नक्सालमा पर्छ। नेपाल प्रहरीमा श्रेणीबिन पद भन्नाले कुन पदलाई जनाउँछ? प्रहरी कार्यालय सहयोगी। मैले तपाईँलाई पनि भने प्रहरी दिवस कहिले मनाइन्छ? असोज मसान्त मनाइन्छ। जुन दिन प्रहरीको जन्म भयो त्यही दिन चाहिँ के भयो त? प्रहरी दिवस मनाउन थालियो। विशेष गरी प्रहरी ऐन 2012 जारी भए पछाडि असोज मसान्तमा चाहिँ प्रहरी ऐन लागू भयो। जब प्रहरी ऐन लागू भयो नेपालमा प्रहरीको आधुनिक प्रहरीको चाहिँ नि सुरुवात भयो, स्थापना भयो। हामी त्यही दिनलाई चाहिँ प्रहरी दिवसको रूपमा मान्ने गर्छौँ। आज मैले यहाँहरूलाई 10 देखि 15 मिनट भनेको थिएँ। विशेष गरी सेवासँग सम्बन्धित रहेर, समसामयिक विषयवस्तुसँग सम्बन्धित रहेर, राजनीतिक विषयसँग सम्बन्धित रहेर मैले तपाईँहरूलाई यी प्रश्नहरूको विषयमा छलफल गरेँ। यो अत्यन्त महत्त्वपूर्ण छ साथी हो। यो 25-26 वटा प्रश्न छ। मैले फेरि पनि तपाईँहरूलाई 50 वटा जति प्रश्नहरू बनाउने क्रममा छु। समसामयिक विषयवस्तुहरू मैले तपाईँहरूलाई फेरि पछिल्लो सेसनमा राख्ने नै छु। यति भन्दै तपाईँले यो प्रश्नहरूलाई महत्त्वका साथ पढिदिनु होला, स्मरणमा राख्नु होला। तपाईँको इक्जाम पक्कै पनि राम्रो हुनेछ र यही पेरिफेरीमा यस्तै खालका नमुना प्रश्नहरूको पेरिफेरीमा रहेर तपाईँहरूको प्रश्नहरू आउनेछन्। हुन त 100% कहीँ पनि ग्यारेन्टी छैन, तर तपाईँलाई महत्त्वपूर्ण लागेको, मलाई महत्त्वपूर्ण लागेको क्वेसन त्यो क्वेसन बनाउनेलाई पनि महत्त्वपूर्ण लाग्छ। त्यसकारणले तपाईँको एउटा चाहिँ नि हुन्छ नि हैन, धेरै एउटा चाहिँ नि कर्म गर्ने मान्छेको ठ्याक्कै मिल्छ, मेहनत मिल्छ। त्यसकारणले तपाईँले तयारी गर्नुहोला। त्यो आशा अपेक्षा राख्दै मेरो आजको यो सेसन इन्डिङ गर्न चाहन्छु। हस्, धन्यवाद, नमस्कार।